सेवारो नमस्कार यहाँहरू सबैजनालाई मेरो मिनी भ्लगमा आज धेरै दिन पछाडि घरबाट बाहिर निस्केको छौँ। पानी पनि ल्याउँ, यसो घुमघाम पनि गरेर आउँ भनेर हिँडेको है त। ल तपाईँहरू पनि हेर्दै गर्नुहोस् ल म सँगसँगै। ल जाउँ। त्यस्तो त नभन् आउँछ हैन अहिले खाली जाँदा उहाँले बोकिसिनुहुन्छ भरे फर्किँदा मैले बोकिसिनुहुन्छ त्यस्तो आफ्नो गाउँघर वरिपरि घुमघाम पनि हल्का अलिक सन्चो छैन अनि पानी पनि मूलको लिएर खाने आज चाहिँ हामी होइन त कविता यिनीहरू दुईजनाले बोक्छौँ भन्छन् रहर गर्छन् उताले देखेको छैन अरे सानीले अनि यसलाई देखाउनु पनि लगेको ल जाउँ है केटाकेटी अब के गर्नु कस्तो राम्रो भएछ त नि मकै पाक्दैछ हाम्रो वरिपरि हाम्रो चाहिँ पाकिसक्यो तल चाहिँ कन्स्ट्रक्सन हुँदै रहेछ म धेरै भएर चाहिँ त हाम्रो वरिपरि नआएको बाटोहरू पनि बन्दै रहेछ त्यही धेरै घरहरू बनिरहेछ बोजूहरू आउँदै हुन्छ उकालो हाम्रो बाटो थोरै हिलो भएर हाम्रो चप्पल थोरै मैला पनि भयो स्टाइलिसहरू सँगसँगै हरियो परिहरू नकाट्ने कसै रातै चल्ने कसै हरियो पनि चल्ने यहाँ हरियो पनि छ कोदो रोपेको रहेछ यहाँ त कोदो ल यस्तो राम्रो कोदो बारी मकै बारीमा कोदो रोपेको छ हेर्नुहोस् है ओमा दुध पनि देख्यो नि त यो त पर डाँडामा देख्यो त के हो त हाम्रो सन्तानेश्वरी मन्दिर होइन त्यो कस्तो छ पानी कविता? एकदम मिठो छ चिसो यहाँको पानी चाहिँ फ्रिजमा राख्नु पर्दैन के आफै चिसो हुन्छ अहिले तपाईँहरूलाई हामी देखाउँछौँ नि यो बोतलमा छिरिसक्यो पानी भर्न आएको बाबु? कहाँदेखि आएको? ल भएर आऊ ल यसरी थुप्रैजना छ अघि भरेर गइसक्यो अरू चाहिँ तपाईँहरूलाई म एउटा म्याजिक देखाउँछु यो चाहिँ अब हामीले फ्रिजमा राख्दा मात्रै यो पानी सेतो हुन्छ नि त यहाँ चाहिँ धारामा थाप्ने बित्तिकै यस्तो सेतो हुन्छ यहाँको पानीमा यस्तो धेरै म्याजिकहरू आउँछ के भन्छ फेजु नजिकै हुनुहुन्छ भने तपाईँहरू यहाँनिरको ढुङ्गे धारामा आउन सक्नुहुन्छ एकदम मिठो छ यहाँको पानी बोतल चाहिँ योभन्दा ठुल्ठुलो ल्याउनु है तर बोतल चाहिँ हाम्रो सानो सानो भएर हाम्रो नानीहरू चाहिँ अलिक जाँगरिलो छन् कि त्यो भएर सानो सानो बोतल बोकेर ल्याएको छन् यो बोतलको पनि तपाईँहरू यसो हेर्न सक्नुहुन्छ यो त पसलदेखि ल्याएर खाएर बोतललाई रियुज गरेको है नाम पनि पढ्न सक्नुहुन्छ तपाईँहरू लोकेसन पनि पढ्न सक्नुहुन्छ चाहिएमा सम्पर्क नम्बरहरू पनि खानाको लागि चाहिँ जान सक्नुहुन्छ हजुरहरूले हजुरहरूको अर्डर अनुसार यहाँनिर जे पनि रेडी हुन्छ हाम्रो
फ्रम टिके मार्क्स झोलालाई चाहिँ हामीले पानी बोक्ने पनि बनायौँ है आफूले जसरी सजिलो हुन्छ त्यसरी प्रयोग गर्ने हो नि त सामान त किन फ्याँक्ने होइन हामीलाई ल हिँडौँ केटी चलो ल हिँड यिनीहरू जहाँ गरिलो छन् है जहाँ गरिलो छन् है नानीहरूले मलाई सघाउँछन् अब हाम्रो बाटो चाहिँ पानी लगाएर फर्किँदा घुम्दै यतिको भयो यहाँबाट आजको हाम्रो यात्रा यति नै भयो यहाँहरू सबैसँग फेरि भेट्ने बाचा गर्दै आजलाई बिदा हुन चाहन्छु फेरि पनि नमस्ते सेवारो यहाँहरूको सबैको दिन शुभ रहोस्